रेडी रुमाल होला नि त्यो अब त भात छ नि क्या हेलो एभ्रिवान सो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो फेरि पनि म आइसकेको छु हजुरहरूको सामु न्यू डे न्यू ब्लग लिएर सो आज चाहिँ हामी कलर एक्सचेन्ज गेम खेल्न गइरहेका छौँ सो अहिले यसले चाहिँ मेरो बिहे पछिको पहिलो ब्लग हुनेछ सो टिकटकमा अरूले खेला देखेर हामीलाई नै खेल्न मन लाग्यो कलर एक्सचेन्ज गेम सो हामीले चाहिँ अब ढिला नगरिकन कलर एक्सचेन्ज गेम सुरु गरौँ है त फर्स्टमा कुन कलरबाट ग्रीन Ready? 1, 2, 3, go! That's all that was done. मलाई चाहिँ चाहिएको गाइस पाइयो मेरा अब कुन कलर भन रेड कलर ल रेड रेडी 1 2 ल multi-turning lesson. So, about brown color. Brown color is brown color. मेरा भइसक्यो है Ready? रेडी 1 2 3 go. मलाई त ठन्डा आउँदैन स्पेसली त्यसलाई नि ब्राउन कलर भन्छ ब्राउन कलर ब्ल्याक र ब्राउन दिएको यो पनि ल कुन कलर व्हाइट रेडी रेडी 1 2 भयो रेडी 1 2 3 स्टार्ट यो चाहिँ म्यामलाई चाहिएको थियो सेम्पू मलाई चाहिएको थियो सकिरहेको कि थप्ने सेम्पू अब कुन कलर मेरो कालो ब्ल्याक भयो रेडी 1 2 3 go start ल लो थ्याङ्क यू अब सुरु गरौँ ब्लू कलर रेडी 1 2 3 go start मैले जस्तो महँगो मेरो खोइ खोइ देखाउ न सेम टु सेम अब अर्को मेरो पालो हो पिङ्क रेडी 1 2 भएन रेडी भएन छैन रेडी 1 2 3 go स्टार्ट रुमाल होला नि त्यो ए तेरी पनि प्यायो दुईटा प्यायो यो चाहिँ के हो थाहा होइन आइडोन्ट नो म त भेटेँ यसले थाहा बस
अब कुन कलर बाँकी यो डालो ओरेन्ज ओरेन्ज ओके ओरेन्ज ल ओरेन्ज 1 2 3 गो वाउ wait ल्याऊ कसलाई के चाहिने हो अब पार्नु कस्तो 25 रुपियाँ 20 रुपियाँ हेलो हेलो मेरो पनि सस्तो छ नि भयो रेडी 1 2 3 गो स्टार्ट छुट्टा छुट्टी है सही है छुट्टा छुट्टा नो पिक थ्याङ्क यू नहीं छुट्टा छुट्टा अलिकति महँगो गिफ्ट आयो है गाई पहिला अलि किन्नु होला सक्यो अब पर्पल मेरो त सक्यो पर्पल मैले पाउनु पर्ने पर्पल एक्स्ट्रा नि ल तिमीहरूलाई के कलर बाँकी ल आजको हाम्रो कलर एक्सचेन्ज गेम यहीँ सकिसकेको छ है मलाई त बोल्न आउँदैन मलाई आउँदैन सबजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन म चाहिँ फर्स्ट टाइम हो भ्लगमा आएको धन्यवाद सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु ल ल ल ल ल सो गाइज हाम्रो कलर एक्सचेन्ज गेम चाहिँ यस्तै रह्यो सो हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला यदि हाम्रो केही कमी कमजोरी छ भने पनि त्यो हामी सुधार्न कोसिस गर्छौँ सो हजुरहरू कमेन्टमा लेखेर भनिदिनु होला सो यति भन्दै हामी भ्लगबाट बिदा हुन्छौँ हस् बाई बाई आई लभ यु म्याच है म्याच फेरि भन्नु होला अब त भात छ नि गाइस दुईचोटि भइसक्यो